हेलो गाइज, आज म पनि मेरो नयाँ ब्लगको सुरुवात म यो सूर्यको चन्द्रमा देख्नुभयो यो सुरु गर्दैछु मेरो नयाँ ब्लग। आज तपाईँको लागि नयाँ नयाँ जानकारी दिन्छु दुबईको बारेमा, दुबई शाह जहाजको बारेमा, अनि कस्तो छ के कस्तो छ, यहाँको महल कस्तो छ भन्ने तपाईँलाई जानकारी दिन्छु कि मेरो भिडियोलाई सपोर्ट गर्नुहोस् अनि सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु अनि सब्सक्राइब गर्न नबिर्सनु। ओके, मलाई सब्सक्राइब गर्न नबिर्सनु है गाइज। तपाईँहरूलाई मेरो युट्युबमा सबैजना स्वागतम छ। मेरो यो नयाँ ब्लग बनाउँदैछु यो तपाईँहरूको लागि, राम्रोसँग ध्यानपूर्वक हेरिदिनु होला। हेर्नुहोस्, यहाँ पनि दुबईमा पनि ग्लोबल इन्डियन स्कुल छ कि धेरै जस्तो। यहाँ दुबईमा पनि इन्डियन स्कुलहरू टन्नै पाइन्छ कि, हेर्नुहोस् गाइज, देख्नुभयो यहाँ टन्नै छ। यो सबै स्कुल इलाका हो गाइज। ल फेरि आइसक्यो है मेरो युट्युब च्यानलमा, सबैजना सब्सक्राइब गरिदिनुहोस् नयाँ नयाँ कुरा जानकारी लागि। हेर्नुहोस्, यस्तै नजारा छ, हेर्नुहोस् गाइज। म अहिले बाटोमा हिँड्दैछु, यो स्कुल इलाका हो, सुनसान छ, यहाँ हल्ला उल्ला हुँदैन केही पनि। तपाईँहरूको लागि एउटा कुरा भन्नुहोस्, तपाईँहरू दुबई आउनु चाहनुहुन्छ भने तपाईँहरूले दुबई आउनु मन छ, जब गर्नु मन छ, हो कि न? हो, ठिक छ, जब गर्नु आउनुहोस् र एकदम विचार गरेर आउनुहोस्, हो कि न? एकदम राम्रो कम्पनीमा आउनुहोस्, हो कि न? यता मेन पावर जानुहोस्, राम्रो मेन पावर बुझेर आउनुहोस्। अनि भिजिटमा कहिले नआउनुहोस्, दुःख पाइन्छ भिजिटमा आउने चाहिँ। क्लास दुःख पाएको छ थाहा छ, दलालहरूले यो गर्छु वो गर्छु भन्छ, तर दलालहरूले केही गर्दैन, दलालहरूले फसाइ छोडिदिन्छ हो। के हाल्ने, भिजिटमा आएको मान्छे 3-4 लाख ऋण, हो कि न? आफ्नो 3-4 लाख हुँदैन, ऋण खोजेर आएको होला, ब्याज दिनुपर्छ, दिन्छ, गाह्रो हुन्छ। त्यसैले सबैजनाले एकदम ध्यानपूर्वक र ढिलो होस् त राम्रो होस् कि राम्रो कम्पनी बुझेर, राम्रो मेनुबार बुझेर आउनुहोस्। त्यसैले म भन्न चाहन्छु, किनभने म भिजिटमा आएर हो, मैले दुःख पाइसकेँ, अझै दुःख नपाउनुहोस् भन्ने चाहना छ। त्यसैले यो ब्लगहरूको लागि हेर्नुहोस्, नयाँ नयाँ कुरा दुबईमा हो। दुबईमा जब त पाइन्छ, भिजिटमा आए पनि जब पाइन्छ, पाएर के काम? स्यालेरी 800-900 हुन्छ, काम के हुन्छ? क्लिनिक कसै लाउने, भाडा माग्ने, त्यस्तो काम पाइन्छ। गर्नुहुन्छ यति धेरै पढेको मान्छे, हो कि न? मैले पढा लेखाएको छु मान्छे, यहाँ आएर क्लिनिक काम गर्छ, तर गाह्रो छ। फेरि आउनुहोस्, दुबई जबको लागि धेरै राम्रो छ अहिले, किनभने सबैभन्दा राम्रो दुबई हो कि खाडी मुलुक छ, सबैभन्दा राम्रो दुबई छ, खाडी मुलुक, हो कि न? त्यसैले तपाईँहरू आउनुहोस्, बुझेर आउनुहोस्। त्यतिकै हावा चलाउने आउनुहोस्, भ्युज कस्तो राम्रो पछाडि भ्युज हेर्नुहोस्, बवाल छ नि, बवाल छ भ्युज, बवाल छ नि, ठाउँ राम्रो छ नि दुबई। तर म दुबईमा होइन, म त आजमानमा छु, आजमा बवाल छ, सुनसान छ, त्यस्तो हल्ला छैन। तर यहाँ एकदम राम्रो छ कि बस्नको लागि एकदम सुविधा, बिन्दास छ। यहाँ आएर जब गर्न एकदम बिन्दास, केही यस्तो छैन, यहाँ लुटमार त्यस्तो केही छैन, अरू त्यस्तो केही छैन, फ्री छ, जे नै पाइन्छ आफूले। तर यस्तो नियमको पालन गर्नुपर्ने, यहाँ सरकारको नियम पालन गर्नुपर्छ, हो कि न गाइस? त्यसैले मेरो पैसा कति स्कुल छ, यो सबै स्कुल इलाका गाइस, सबै स्कुल इलाका हेर्नु, सबै सुनसान छ नि गाइस। तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, सबै थोक गर्ने, तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, ओके? तपाईँहरूले सबै थोक गर्नुहोस् कि आँखा चिन्दैन कहिले पनि, केटीहरूको विश्वास नगर्नुहोस्, खास गरी दुबईमा, ओके?